हजुर 90 95 हजुर हेलो पानी परेन हो घाँटा लाग्यो परिस्थिति नै छ हाम्रो सरहरू आइपुग्नु भयो ल दर्शकबिन हामी चाहिँ लाग्यो ब्याक टु अब फेरि हेलो नमस्ते गाइज वेलकम टु ब्याक टु माई अनदर एपिसोड अफ राजे ब्लग दिक्तेलदेखि हलिसी आयो हलिसीदेखि फेरि दिक्तेल रिटर्न ब्याक होम भइँदैछ है हामी 4 जना म जोन सर पर्सन भान्जा शोभित सर अब हामी लागिरहेको छौँ टक 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 हिँड्दै है घर लाग्यो अब बजिसक्यो यहाँ कति बज्यो दर्शकबिन 5-6 बजिसक्यो होला रात परिसक्यो है अब रात पऱ्यो हिँडियो फेरि पानी कि ड्याङ ठङ ठुङठुङ मसिनो ठोक्छ हाम्रो बाटो टाढै छ है दर्शकबिन हाम्रो ब्लग हेरेर मिठो कमेन्ट मिठो लाइक मिठो सेयर मिठो सब्सक्राइब गरिदिनुहुन्छ भने अनुरोध गर्दछु गरिदिनु होला पैसा पऱ्यो म बिहोर्छु तपाईँको पनि जय होस् मेरो पनि जय होस् सबैको जय होस् हर हर महादेव जय जय बजरङ्गबली हर हर महादेव जय जय बजरङ्गबली हजुर सर फाइनली घर गइँदैछ फेरि बाटो पनि घुमाउनु पनि यहाँ त अफरोड ढुङ्गा है ल है म बिस्तारै गएँ त यहाँ त पेन्ट अर्किनु खोजिँदो रहेछ फेरि यार बाटो हेरौँ त बाटो त ओहो 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 द बाटो है दर्शक पनि यस्तो छ ओहो जन सर बिस्तारै नमस्कार बाटो है ढुङ्गा पनि छ कि यहाँ चाहिँ तपाईँको ओहो अब सरहरूले यस्तो भिडियो सरको भिडियो खिच्दिउँ न ड्याङ राइडर जोन आज राइडर 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 सर राइडर राइडर आम्म राइडर यतिको राइडर हुनुभयो भने त आम्म यार टाइल पास सिधै 1 नम्बरमा फेरि यार टाइल त पास हो नि फेरि 1 नम्बरमा यार सही छ यार यति खुसी लाग्यो मलाई खुसी लाग्यो दोस् मलाई यार मिठो टाइल 1 नम्बरमा पास हुन्छ मिठो छ भन्छ चढौँ न मिठो छ सरको कुदै ठिक छ भन्छ यार गइँदैछ दर्शक है जाउँ है सर जाउँ है शोभित सर चढ्नु जस्तो हुनु जाउँ जोन सर ल दर्शकबिन हामी लाग्यो आज चाहिँ हामी दिक्तेलबाट हलिसी घुम्न आएको थियौँ घुमफिर सकेर ब्लग भिडियो सकेर तपाईँको हामी 4 जना जोन सर म शोभित सर हाम्रो पर्सन भान्जा घरतर्फ जाँदैछौँ तपाईँहरूले हेरेर चट्टसँगले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुहोला के कस्तो लाग्छ भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनु नभुल्नुहोला जिन्दगीमा के भन्नु चाहन्छु भने चाहिँ म अब जन्मपछि मृत्यु अवश्य छ नमरिन्जेलसम्म बाँचेपछि सबैको राम्रो भलो होस् सबैले राम्रो गर्दै जाऊँ सबैको राम्रो होस्
होइन त भान्जा एकदम तपाईँहरूको पनि जय होस् हाम्रो पनि जय होस् भलो होस् सबै हाम्रो नेपाललाई चाहिँ विश्वमा चिनाउनुपर्छ चिनेको छ त्यही पनि हामीले मात्रै चिनाउनुपर्छ सबैले तपाईँ हामीले मिलेर गरिखानुपर्छ एउटै फ्यामिली परिवार भएर हाम्रो भिडियो ब्लग चाहिँ सब्सक्राइब गर्नु हामीसँग जोडिनु हामी एउटै फ्यामिली मेम्बर्स हौँ भन्ने मलाई लागिरहेको छ दर्शकबिन तपाईँहरू के भन्न चाहनुहुन्छ हाजी ब्लग खोटाङबाट एकदम साथसाथैमा हाम्रो पर्सन ब्लग पनि हुनुहुन्छ मेरो भान्जा उहाँको पनि च्यानल तपाईँहरूले भ्यू गरेर सब्सक्राइब गरेर लाइक कमेन्ट सेयर गरिदिनु होला उहाँको पनि बिस्तारै 4 भाइ हामी गइँदैछ दुईवटा बाइकमा खटट पारेर आमा भान्जा यो त अनि विदेशको भन्दा खतरा यहीँ मकैबारी है यहीँ ढलान रोड ओहो हजुर यतिको स्लोमा हिँड्नुपर्ने हुन्छ उता हाइवेमा हल्का स्पिड न त हामीलाई तेल धेरै खर्च हुन्छ भन्ने मलाई लगाइरहेको झुम्रीको पोइ के छ सरहरू मालिकहरू सर तपाईँहरू घर कता हो यो बाटो कता पुग्छ सर यो पश्चिम हो कतिखेर पुग्छ सर यो बाटो हजुर ए 2-3 घन्टामा ल ठिक छ सर ठिक छ हल्लेसी दर्शन गर्न आयो हामीले हर हर महादेव जय जय बजरङ्ग बली ओम मने प्रेमी ओम 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 हर हर महादेव बाई बाई सानो बुनु खतरनाक खेलाडी हर हर महादेव सरहरूको बाइक पनि FZ250 पनि बवाल छ हजुरहरूको बाइक चाहिँ कुन फेभरेट बाइक कमेन्ट गर्नु होला है अनि कुन बाइकले के कस्तो पर्फर्मेन्स दिन्छ डिसएडभान्टेज एडभान्टेज छ भन्दा थोरै पछाडि हजुरहरूले बताउनु होला फाइदा बेफाइदा डिसएडभान्टेज एडभान्टेज के कस्तो छ है बाइकहरूको बडा माथितिर पुगेपछि त नाइट मुड राख्नुपर्छ होला है भान्जा आफै बस्छ भान्जा ए त्यस्तै बनाइदिनु भयो तपाईँले थोरै भन्छ पछाडि हजुर फोनहरू त छोरी छुनु होला नि भन्छ है दोष शोभित सर भित्र बजारबाट हिँड्नु न बजारबाट घुम्दै यता जानुपर्ने केटाहरू त हामी चाहिँ तपाईँ जमाइ त भन्छ बाटो छ छैन भन्छ बाटो छैन कि राजा छ कि छैन छ होला उतोबाट घुमेर हल्लिसी बजारमा मेन हल्लिसी बजार सानो भाइ साइकल बाइक साटौँ न नसाटौँ साट्नु पर्थ्यो निस्किन्छ कि निस्किँदैन भन्छ फेरि निस्किनु होला निस्किनु पर्ने हो उद्धोबाट निस्किन्छ यस्तो बिचमा त मन्दिर छैन भन्छ बिचमा चाहिँ मन्दिर छ पछिमा चाहिँ होला नि फेरि लाइक कमेन्ट हेलो हजुर यो बाटो कता जान्छ कतिखेर जान्छ अहिले जान्छ कि एकछिनमा हस् धन्यवाद राजीव ब्लग हेर्दै आउनु ल यताबाट निस्किन्छ होला नि त होइन भन्छ एक्सक्युज मी एकछिन बजार घुमेको कि यो भिडियोको लागि के कन्टेन्ट देखायो कि भन्छ उतैबाट छिटो हुन्छ नि छिटो त
यहाँ निस्किन्छ नि उता केटा आइसक्यो थोरै पछाडि भन्छ खोइ केटाहरू बजार घुमै देखाउनु पऱ्यो नि त भिडियोमा सरर एक राउन्ड केटाहरू पछ्याउँदैछ कि लजा छ केटाहरू त फेरि हामी पछि पछि आएछ कि होइन भन्छ हजुर गइसक्यो देख्नुभयो हजुर गइसकेको छु त्यो हो कि होइन भन्छ हजुर हो नि भन्छ परपर हनर मार्नुपर्छ जहाँ तेरो बाटो आइज हेलो सिस्टर यो बाटो कहाँ जान्छ ए कतिखेर जान्छ ए भरै ए हस् हस् अहिले नै जान्छ कि भरै ए हस् हस् धन्यवाद हामी चाहिँ है हलिसी बाटो एकदम साथीभाइसँग खुसी लागिरहेछ ब्लग बनाउँदै हिँड्नु हाम्रो सरहरू पनि हुनुहुन्छ जाउँ है सर जाउँ है जाउँ है जाउँ है जाउँ है घर रोक्नु टेस्ट लाइट आउनु टेस्ट लाइट घर कता सर घर हलेसी बाई हलेसी फेरि पछि आउने छौ भन्दै ओए तिम्रो कहाँ हिँडेको घर रात पऱ्यो हेलो दिदी यो बाटो कहाँ जान्छ कतिखेर जान्छ ए अहिले जान्छ एकछिनमा जान्दैन ए हस् धन्यवाद है हस् यसो हाँसी मजाक माइन्ड नगर्नु होला होइन भन्छ हाँसी मजाक तर यतिकै राति हिँडिन्छ भन्छ यो बाटो पर्खिँदै जानुपर्छ कन्टेन्ट बनाउँदै होइन त भन्छ
चाहिन्छ यसरी फर्कला कसरी उभो लाग्नु एन्जोय गर्नु होला राइटसँग इन्जोय गर्नु होला अहिले त भन्न चाहे तपाईँले देख्नुभयो होला नि यत्रो हर्न बजाइरहेको छु बराबर रोड पनि साइड छैन आमामा रोडै ढाकेर हुन्छ अलिकति छेउछेउ लाँदा त हुन्छ नि सोचेको नयाँ नयाँ राइडरहरूलाई त गाह्रो पर्छ सेफ राइड गर्नु होला कस्तो पेलेर आयो हामीलाई होइन भन्दै यत्रो हर्न बजाएपछि साइडमा भयो भने एक केटा हुन्छ बिस्तारै जम्मै भन्छ पानी परेन हो घाँटा लाग्यो यी बाइक पनि घ्यार घ्यार तेल पनि फाडा हुँदैन बाटो पनि देखिँदैन 20% बेटी झरिसकेको छ सर र पानी घट्टामा तिनजना हुनुहुँदो रहेछ नयाँ नयाँ राइडर रहेछ बिस्तारै जानुभयो अहिले भन्छ यसो कुदै हेर्दा ठिकै छ इमर्जेन्सी लाइट यसको चाहिँ यो एमाको चाहिँ बनाएको कम्पनीबाट आउँछ कि लाग्यो बजाजको चाहिँ पर्दो रहेछ कन्टेन्ट गाइज कन्टेन्ट धमा आउँदैछ ल टुलहरू त त्रिपल्ट ठिकै छ यसको पनि इन्जिन त दामी हुँदैछ एमाको चाहिँ जापानिज कम्पनी इन्जिन बलियो हुँदो रहेछ कि पहिला अहिलेको चाहिँ कस्तो छ गोप्रो सर्ट देखाइदिउँ न भन्छ हाम्रो बाइकमा हो ल दर्शकबिन हामी लाग्यो मुरेदेखि दिक्तिर खोइ हेलमेट चाहिँ आमा कस्तो स्टाइल हो फेरि चाहिँ यार केटाहरूले त एमाले तेल चाहिँ फारा गर्छ त्यही राम्रो छ एमाको इन्जिन राम्रो छ इन्जिन बलियो छ लाग्यो आमा भिजेर त सिक हुन्छ कि आइबार हजुर फेरि भयो यो लाइटले के भयो टल्केर यार त्यही पनि ठिक छ चाहियो बल्ल बल्ल घुम्दै खिच्दै पानीमा तर पानीमा कुदिरहेको छु पानीमै कुदिरहेको छु तपाईँहरूले माया गरिदिनु होला 0.9 पार्दिकेल बजार माया छ है तपाईँहरूलाई भिडियो हेर्दै गर्नु के कस्तो लाग्यो प्रतिक्रिया दिनु अब भान्जालाई मैले अहिले चाहिँ पुऱ्याउनु गएँ परसामा भान्जाले मैले पुऱ्याउनु जाँदाखेरि अनि म त फर्केर अब आज भोलि भेटौँ भोलि अब भिडियो गरौँ है भन्छ रातभरिमा मैले अब कता हुने नहुने ठाउँमा पानी पस्यो यहाँबाट जाने त भन्छ है ल दर्शकबिन आजको भ्लग हामी यही स्टप गर्न चाहन्छौँ स्टप गर्न चाहिँ हेर्दै गर्नु होला हेरेर साथ सपोर्ट माया गर्नु के कस्तो लाग्छ प्रतिक्रिया दिनु अब सी यू नेक्स्ट भ्लग बाई बाई गाइज